सबैलाई म इन्द्र राहुल। अहिले सामाजिक सञ्जालमा एउटा भाइरल भइरहेछ। एउटा केटाले आफ्नो बुढीलाई पढाएर लेखाएर पैसा लगाएर अमेरिकासम्म पुगायो। अमेरिका पुगिसकेपछि 3-4 महिनापछि ऊ अर्को कुन पाकिस्तानी केटासँग लाग्यो भन्ने एकदम धेरै छ्यापछ्यापी भाइरल भइरहेछ। कुरा चाहिँ के हो भन्दाखेरि ऊ केटो सोसल मिडियामा आयो, मलाई न्याय चाहिन्छ, सबैजनाले मलाई साथ दिनु होला भनेर ऊ केटाले फेसबुकमा धेरै चिजमा अपलोड गर्यो होइन। सबभन्दा नराम्रो त के लाग्छ भनेर कुनै कुनै आइमाई र कुनै कुनै केटीहरूलाई के लाग्छ भने केटा मात्रै गल्ती हुन्छ, केटाले के गर्यो होला त्यसै त छोड्यो होला भनेर। उनीहरूलाई देखिँदैन उनीहरूको बुढाले डिभोर्स भएको छ, उनीहरूको आफ्नो बुढासँग डिभोर्स भएको छ भन्दैमा अरू केटा पनि त्यस्तै हुन् सोच्छन्। तर म के भन्न चाहन्छु भन्दाखेरि त्यो एउटा केटीको कारणले कुनै बुढा, कुनै सासू ससुरा अब कुनै लेडिजलाई विदेश पठाउन पनि डर मान्छन्। 1000 चोटि सोच्छन्, एकचोटि सोच्नुहोस् त, के यो सही भएको हो त? यो साथ दिने ठाउँमा, सहयोग गर्ने ठाउँमा उल्टा केटालाई दोष लगाउँछन् कि ऊ केटो नै गल्ती हो भनेर। के समाज हो कि हाम्रो? के हुँदैछ? एकचोटि सोचौँ त। जय नेपाल।